हजुरहरु सबैले नमस्ते। अब चाहिँ मलाई हजुरहरु सबैको साथ चाहिएको छ। विदेशको भोटिङ र बेजिल्ला भोटिङ प्रत्यक्ष र समानुपातिक दुवैमा हुनुपर्छ। हाम्रो तमाम 50औं लाख जनताहरूले मलेसिया, कतार, दुबई, जहाँसुकैबाट, अमेरिका, बेलायत, युरोप जहाँसुकैबाट पैसा पठाइ हुनुहुन्छ। नोट चाहिँ मजाले चल्ने, भोट चाहिँ नचल्ने। नेपाल भरि तपाई लगभग 70% घरधुरीहरू विदेशबाट पैसा पठाएर मात्रै चलिरहेको छ हैन। अधिकांश हाम्रो देशको अधिकांश लगभग 30% भन्दा बढी जीडीपी देशको अर्थतन्त्र नै रेमिट्यान्स छ। त्यो हुँदै गर्दाखेरि तपाईहरुले चाहिँ भोट हाल्न नपाउने यस्तो पनि हुन्छ। तपाईहरुको अधिकारको हामी लागिरहेका छौं। यसको लागि सरकारलाई हामीले दबाब दिनै पर्ने छ। अब हामीले सडकबाट संघर्ष गर्नुपर्ने छ। त्यसको लागि हामी अनसन बस्नुपर्छ भने अनसनको लागि पनि हामी तयार छौं। र मेरो अनुरोध चाहिँ के छ भन्दै गर्दाखेरि सरकारलाई हामीले भनेको भनेछौं यसरी गर्न मिल्छ भनेर रिपोर्ट बुझाके महिनौं भइसक्यो, तर अझै पनि निर्णय भएको छैन। त्यही भएर विदेशको लागि भोटिङ गर्नै पर्छ। यो वा त्यो बहानामा नाटक पारेर हामी अल्झिने काम गर्नु हुँदैन र ब्युरोक्रेसी मन्त्रालय मन्त्रीहरूले अल्झिने काम गर्नु हुँदैन। यसलाई जबरजस्ती गर्नुपर्छ र तपाई हामीले खबरदारी नगर्ने हो भने यो नागरिकको सरकार हो। तपाई हामीले खबरदारी नगर्ने हो भने यो हुन नसक्ने सम्भावनाहरू धेरै छ। त्यही भएर मेरो कांग्रेस एमाले माओवादीका युवाहरूलाई पनि मेरो अनुरोध के छ भन्दै गर्दाखेरि तपाईहरुले हामीलाई साथ दिनुस्। यो सरकार अहिलेको सरकार जम्मा 4-5 जना मान्छेसँग डराइरहेको छ। केपी ओली, शेरबहादुर प्रचण्ड लगायतका 4-5 जना मान्छेहरूसँग डराइरहेको छ। अब मेरो कांग्रेसका युवाहरूलाई अनुरोध छ, तपाईहरु आन्तरिक लोकतन्त्र हुनुपर्छ कि पर्दैन? कांग्रेस एमाले माओवादी भित्र हाम्रो देशमा यो 5-7 जनाले हामी 3 करोड जनतालाई समातेर राखेका छन्, हल्लिन दिएका छैनन्। त्यही भएर कांग्रेस एमाले माओवादी हामी स्वतन्त्र युवाहरू सबै युवाहरू मिलेर विद्रोह गरौं। कांग्रेस भित्र पनि सफा गरौं, बुढाहरूलाई सफा गरौं, माओवादी भित्र पनि सफा गरौं, एमाले भित्र पनि सफा गरौं। हामीले छिट्टै आन्दोलन गर्छौं, छिट्टै अनसन बस्छौं यसको लागि। त्यही भएर मेरो बिन्ती अनुरोध छ है, विशेष गरी कांग्रेस एमाले माओवादीका युवाहरू हामीलाई साथ दिनु होला। 6 महिनापछि कांग्रेसको पार्टी खाली बनाएर हजुरलाई दिन्छौं। 6 महिनापछि हामीले एमाले माओवादी लगायतका पुराना पार्टीहरू खाली बनाएर युवाहरूले नै कांग्रेस एमाले माओवादी नेतृत्व गर्छन्। त्यसको लागि तपाईहरुले हामीलाई साथ दिनुपर्छ। बुढाहरूको पछि नलागिदिनुस् है, बिन्ती। युवाहरू अब हजुरबुवाहरू, राणा शासक जस्ता हजुरबुवाहरूको पछि नलागिदिनु होला। यो सरकार पनि डराएको जस्तो छ। यो सरकारलाई कांग्रेस एमाले माओवादीका युवाहरूले भनिदिनुस् हामी यिनी बुढाहरूका विरुद्ध छौं, हामी तपाईहरुलाई समर्थन गर्छौं भनेर भनिदिनु हुन मेरो हार्दिक अनुरोध छ। अब विदेशमा बस्ने र बेजिल्ला भोटिङको लागि प्रत्यक्ष र समानुपातिक दुवै हुनुपर्छ। निर्वाचन आयोग सबैले हामीले दबाब नदिने हो भने यो नगर्ने जस्तो हुन थालिसकेको छ। यसको लागि सबै सजग हुनु होला र विदेशमा बस्नेले पनि बरु रेमिटेन्स रोक्नुपर्छ। 1 महिना रोकेर हामी मर्दैनौं, 1 महिना रोकेर मर्दैनौं, बरु रेमिटेन्स रोक्नुपर्छ। रोक्नको लागि नै तयार हुनु हुन मेरो हार्दिक अनुरोध छ। अब छिट्टै यदि सरकारले भर्खरै तालिका सार्वजनिक नगर्ने हो भने हामी अब सडकमा जहाँ सकिन्छ त्यही अनसन हुन्छ, अनसनबाट सडक हुन्छ, सडकबाट रेमिटेन्स रोक्नुपर्छ। रेमिटेन्स रोक्ने तरिकाले हामी जुनसुकै तरिकाबाट हामी जान तयार छौं। यसको लागि सबै तयार बसिदिनु हुन मेरो हार्दिक अनुरोध छ। नमस्ते।